A few minutes later. बालक के भयो तिमीलाई? अबे अबे को तपाईँ को? म जलपरा हुँ बालक, म जलपरा हुँ बालक। तिमीलाई के समस्या पर्यो? अघिदेखि तिमी रुको म सुनिरहेको छु। हेर्नु न जलपरा मेरो गर्लफ्रेन्डले दिएको कट्टु नै बगायो। म त बिजोग भयो, घर कसरी जानु नि? बालक तिमी अब ध्यान नरु, तिमीलाई म तिम्रो कट्टु अवश्य दिलाइदिनेछु। हेर त बालक यही हो तिम्रो कट्टु। यो होइन हजुर मेरो कट्टु यो त। ल बालक ठिक छ, त्यसो भए अर्को कट्टु निकाल्छु। यो हो तिम्रो कट्टु बालक, हेर त। हजुर यो पनि होइन मेरो त अर्कै थियो। भाइ देख्यौ यहाँ यिनीहरू के गरिरहेछ देख्यौ? ल ठिक छ बालक, त्यसो भए म अर्को कट्टु निकाल्छु फेरि। यो तिम्रो कट्टु बालक, हेर त। होइन के प्रभु यो पनि होइन, अर्कै छ मेरो प्रेमिकाले दिएको कट्टु। ल ठिक छ बालक, त्यसो भए अर्को कट्टु निकालिदिन्छु। यो हो बालक तिम्रो कट्टु, यो हो बालक तिम्रो कट्टु। हो हजुर यही हो मेरो कट्टु त, मेरो प्रेमिकाले दिएको। हो बालक, म तिम्रो इमान्दारिता र भोलापन देखेर साह्रै प्रसन्न भएँ। त्यसैले लैजाऊ यो चाके कट्टु, तिमीलाई सालौँ साल लगाऊ, 7 पुस्तासम्म लगाऊ। धन्यवाद हजुर, धन्यवाद तपाईँ जलपरालाई। ओ यस्तो कार्यक्रम चलिरहेको रहेछ। आज जलपरालाई मुर्गा बनाउनु पर्यो, झापालीको कला देखाउनु पर्यो भाइ। हल्का दग्दी हान्छु कि भाइ, तिमी यहाँ बसिराख ल। आज चाहिँ जलपरालाई देखाइदिनु झापालीको कला। यति गरेपछि कस्तो जलपरा नहोला। मेरो कट्टु बगाएर जलपरा पनि निक्लिँदैन, के भएको? जलपरा पनि निक्लिँदैन, के भएको? बालक तिमी किन रोएको बालक? प्रभु मेरो सामान छोप्ने भ्रष्ट हरायो प्रभु, तपाईँले खोजिदिनु पर्यो प्रभु। बालक चिन्ता नगर, म तिम्रो कट्टु खोजिदिन्छु। बालक हेर त यही हो तिम्रो कट्टु। होइन प्रभु, यस्तो कलर त छैन, अर्कै कलर छ प्रभु। त्यसै बालक के हो हेर त? होइन प्रभु, यस्तो कलर छँदै छैन, मेरो त सुनको छ प्रभु, सुनको। सुनको? जाठा, म त कट्टु लाउनु नपाएर एउटा डिल अर्को डिल हल्लाउँदै हिँड्छु, तँलाई चाहियो सुनको कट्टु? हो र प्रभु, तपाईँ नाङ्गै हिँड्नुहुन्छ? त्यही त हिजो यहाँ भर्खर माछा मारेको भन्दै थियो। यहाँ तल अघिदेखि यत्रो ढोडे सर्प हल्लिरहेको देखिरहेको थियो। ढोडे सर्प प्रभुको पो रहेछ त। मूर्ख बालक, तैँले मेरो मजाक उडाउने, म तँलाई श्राप दिन्छु, त घर नाङ्गै जानु परोस्। नाइ प्रभु, यसो श्राप नदिनु मलाई, म कसरी घर नाङ्गे जानु? प्रभु बिन्ती छ, श्राप नदिनुहोस् प्रभु। यो तँलाई मेरो श्राप हो। सजन भाइ मेरो त बिजोग भयो भाइ, केही गर न भाइ, सेउलाहरू लिएर आऊ न भाइ। चिन्ता नगर्नु त, म सेउलाहरू टिप्दैछु। दाइ तपाईँ अगाडिबाट हेर्नु, म पछाडिबाट हेरिदिन्छु। ल भाइ ल, है तेरो कहाँ त बिजोग भयो यार, जलपरालाई उल्लु बनाउनु खोजेको आफै उल्लु भयो। को रहेछ हौ, को बोलेको यिनीहरू? होइन बिजोग भएछ त, के भयो भने तपाईँ? ए भतिज के होइन, हाम्रो पूजा थियो कि पेताङमाले खोलामा गएर सबै वस्त्रहरू फालेर आउनु भनेको छ, त्यही भएर ल भतिज लागेन ल। जाँदा पुन्चेसँग सुतेर आएन, पुन्चेको बुढीसँग अनि रङ्गे आदो हेर्नु। केही छैन मेरो भाइ, अगाडिको दृश्य म सम्हाल्छु भाइ, पछाडिको सुली बक्स राम्रै हेर ल भाइ। ल त ल ल ल ल आज बिजोग भयो जलपराले, खानामा सुतायो यार साला जलपराले।